Hello everyone, welcome back to my YouTube channel. Another vlog. It's me Jamuna Balagarim Bagar. I hope that you are पनि सन्चै आरामै हुनुहुन्छ होला नि म पनि एकदम आरामै छु अनि आज आफ्टर लङ टाइम पछि चाहिँ मैले ब्लग स्टार्ट गरेको छु सो आज चाहिँ हामी दिदी बहिनी भएर कहाँ जाँदैछौँ भन्ने कुरा त अभियसली तपाईले टाइटलबाटै थाहा पाउनु हुनेछ अनि हामी चाहिँ आज पल्टन बजार घुम्न जाँदैछौँ म चाहिँ खास अरु केही काम थिएन छन त त्यही पनि मेरो चाहिँ त्यो धागो लिन थियो सो त्यही भएर म चाहिँ धागो लिनलाई मेन त म धागोको लागि जाँदैछु अनि दिदी बहिनी भएर जान्नु त भनेर अनि म पनि हिँड्दिएँ अनि त्यही हो अटो चाहिँ बोलाइराख्नु भएको छ दिदीले हामी चाहिँ अब निस्किन लागेको फाइनल लुक चाहिँ यही हो मेरो म चाहिँ रेडी भइसकेँ अब चाहिँ म यहाँबाट निस्किन्छु एभ्रिवान अब वहाँ गएर के गर्छौँ अनि के सपिङ गरेर ल्याउँछौँ भन्ने कुरा त अभियसली हजुरलाई देखाउने नै छु लेट्स सी गाइस सपिङ चाबी हराउँछ हो मैले जहिले चाबी केमा राखेको थिएँ बस्छु दिदी निस्किनु भयो ए ल म बाहिर छु आज चाहिँ घाम लागेको छ दुईटा अटो चाहिँ आइसक्यो दिदीहरू निस्किनु भएको छैन हामी दुईजना मात्र निस्केको आज मजाको घाम लागेको छ बल्ल ऊ एउटा दिदी आयो दुईटा दिदी अटोमा बसिसक्यो एउटा दिदी निस्किँदैन ल दिदी पनि निस्किनु भयो हाम्रो अटो यहाँ छ एउटा अटो गइ भ्यायो ल लास्टमा हामी 3 जना भइदियौँ नि त अब हामी पनि स्पिड कुद्नु पर्छ भयो भयो ओ यो बरु नकराउँदो रहेछ है हैन अटो त्यो अघिको त घोइ 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 गरेर ल चली चाँडो पो भयो त नि आइपुग्दा भइस पुग्छ डराइ डराइ अर्को पनि एउटा गीत आएछ नि हिजो गाजियाबादमा बच्चाहरूको है ल हामी चाहिँ पल्टन बजार आइभ्यौँ अब चाहिँ यहाँ कतै हिँड्नु लाग्छ मेरी भी फोटो आई नहीं आई आई यस्तो राम्रो राम्रो डल भयो नाइस यस्तो छ पल्टन बजार हामी चाहिँ हेर्दै हिँड्दैछौँ अब कता कता पस्ने खै दिदीहरूले कता कता पसाल्नुहुन्छ हामी चाहिँ हतार लास्टमा चाम्रा के धागामा सबै किनेर अहिले बोकेर हिँड्नै झ्याउ लाग्छ राम्रो मैंने तो आपको गलत रेट नहीं बताया स्टोर हुआ टाइम में बोली करनी है पहले यहाँ वाह 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 अच्छा सुनिए आपका स्मार्ट स्पीकर यो चाहिँ कस्मेटिक आइटम काँटा चाहियो थियो मलाई त
लिक्विडवाला त के आइलाइनर हो ए आइब्रोज के भन्छ त्यसलाई आइब्रोज भन्नु न काँटा चाहिए थियो अघि हामीले कहाँ देखेको थियौँ कहाँ हो अघि देखेको थिएँ हो मैले अब भुल्यौँ हामी चाहिँ उनमा आइसकेको फाइनली हामी चाहिँ यहाँ कक्सु हेर्न आएको यतिजना ब्ल्याक देन यसरी बस्न पर्छ आउँदैछन् रे भोक लाग्यो हौ मलाई हामी चाहिँ छिटो आएर बसेको दिदीहरू आउँदै हुनुहुन्छ हामी यहाँ निस्केर बस्यो हामी रोडमा थके लाग्यो केही ल्याउँदिनँ भनिरहेको हो म त इस मेरो सामान यहाँ घर गएर खोल्छु मात्र इस एउटा फेरि यहाँ माथि बसिरहेको दुईजना दिदी आउनुभयो दुईजना हराउनु भयो हामी 4 जना भयौँ अझै 2 जना कता कता हराहन् नै म त यहाँ ल मोमो खाऊँ ल हामी चाहिँ मोमो खान लागेको ल भोक लागेर डबल डबल माग्ती लड्की हो क्या मेरा भी बना लो इधर 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 अगाडि अगाडि गाडीको अगाडि रोकिए भैया उधर लास्टमा हाम्रो 2 जना मात्र भयो हामी उता गाडी हाम्रो यो आजको सामानहरू यति धेरै यहाँ पनि छ 2 जनाको यति धेरै हो अरू त गइसक्यो अब हामीले चाहिँ यहाँ हाम्रो सामानहरू लिन्छौँ त साडीमा लाउन दामी दिन्छ राम्रो लाग्यो भाइ घर आइपुगेँ अनि आजको मेरो सपिङ चाहिँ है यसमा के छ होला त यो चाहिँ सबै नै मैले चाहिँ यो उसहरू के भइले टोपी प्लस ब्याग बनाउने भनेर चाहिँ मैले धागोहरू ल्याएको छु यो चाहिँ उस के भन्छ अरे काटी यो टोपी बनाउनको लागि अरू चाहिँ मेरो यो
यो चाहिँ कुसन कभरको लागि हो अनि यिनीहरू चाहिँ ब्यागको लागि भेराको यो त धागोहरू भयो अनि यो चाहिँ मैले आउटर स्टाइलमा ल्याएको यो आउटर जस्तो यो ल्याएँ एउटा अनि फेरि यो लिएँ यो चाहिँ कुर्ती है कट उसमा हाफमा कुर्ती ल्याएको यो अनि फेरि यो ल्याएँ त्यस्तो केही पनि ल्याएन। अनि यो एउटा चाहिँ मलाई चाहिँ चप्पल एकदम चाहिएको थियो नि त विलपेर जाँदाखेरि, अनि त्यही भएर म चाहिँ यो कक्स लिएर आएँ। यही हो मेरो सपिङ चाहिँ, यति नै हो। अनि आज चाहिँ त्यही हो, पल्टन बजार गयो, अलिअलि कपडा किन्यौँ अनि आयौँ। त्यति नै हो। सबैजनाले लास्टसम्म भिडियो हेरेर इन्जोय गर्नुहोला अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला भन्दै बाई बाई गाइज।